दर्शक वृन्द, हाम्रो यो पहाडी लाइफ अब्रोड च्यानलमा हजुरहरूलाई हार्दिक स्वागत छ। ताजमानियाको मौसम पनि कति रोचक छ है। भर्खरै घाम लागेको थियो, भर्खरै पानी पर्न थाल्यो। आज राजमाको तरकारी र आलु गाजरको अचार बनाउने तयारीमा। हाम्रो घरमा हप्तामा एक दिन राजमा पाकेकै हुन्छ। दर्शक वृन्द, अझै मसिनो पानी पर्दैछ। माउन्ट वेलिङ्गटन आज बादलले ढाकेको छ। यस्तो दृश्य शान्त र रहस्यमय लाग्छ मलाई। अचारको लागि तिल भुटे, अब गाजर पनि काट्दैछु। आज अन्डा र आलुको मायोनेज सलाद पनि बनाउँदैछु। यो सलाद बनाउन एकदमै सजिलो छ। आलु र अन्डालाई मजाले उमाल्ने अनि काटेर नुन, मरिचको धुलो र मायोनेज सस राखेर मोलिदिने। मैले त अझ आलु र अन्डामा गाजर पनि मिक्स गर्ने गरेको छु। आलु, गाजर र काँक्राको हाम्रो नेपाली स्टाइलको अचारलाई पनि अब ध्यान दिनु। अब यसलाई बिस्तारै मिक्स गर्छु। यसमा मैले प्याज पनि मिक्स गरेको छु। किनेर ल्याएको चिकनमा कहिलेकाहीँ रौँ हुने गर्छ। त्यसैले मेरो हस्बेन्डले राम्रोसँग सफा गर्दै रौँ पोल्दै हुनुहुन्छ। यसरी पोलेर पकाउँदा लोकल कुखुराको स्वाद पनि आउने गर्छ। परदेशमा भए पनि हामीले हाम्रो जिन्दगीलाई स्लो राखेका छौँ। हरेक दिन सँगै लन्च गर्ने यो हाम्रो सानो बानी हो। कामको जति नै हतार भए पनि हाम्रो लागि यो समय खास हुन्छ। दर्शक वृन्द, हामीले लन्च पनि गरिसक्यौँ अनि हावा पनि चल्न थाल्यो। आजको डिनरको लागि मोमो बनाउने तयारी। हामीले मोमो बनाउँदाखेरि अलि धेरै नै बनाएर राख्छौँ अनि फ्रोजन गरेर राख्छौँ। यसरी फ्रोजन राख्दा कहिलेकाहीँ समय कम हुँदा या बिजी हुँदा स्टिम गरेर खान सजिलो हुन्छ। मेरो हस्बेन्डले एकदम राम्रोसँग मोमो र्याप गर्नुहुन्छ। डिनरको बाहेक फ्रोजन राख्ने मोमो पनि 15 प्लेट भइसकेछन्। हरेक प्लेटमा
हातको स्वाद र माया मिसाइएको। दर्शकवृन्द, आज हाम्रो बाल्कनीबाट रेनबो देखियो। हजुरहरू पनि देख्न सक्नुहुन्छ। आकाशमा 7 रङका फुल जस्तै फैलिएका। यस्तै यस्तै सानो प्राकृतिक चमत्कारले दिनलाई अझै रमाइलो बनाइदिन्छ। अब साँझको समय, हल्का पानी पर्न सुरु भयो। चिसो चिसो साँझ, न्यानो स्वाद, तातो तातो मोमो। दर्शकवृन्द, भिडियो हेर्नुभएकोमा धेरै धेरै धन्यवाद। भिडियो मन परेमा सब्स्क्राइब, लाइक र कमेन्ट गर्न नबिर्सनुहोला।